सम्पादिका जानकी पाण्डेको सम्पूर्णमा नमस्कार। आजको यस कार्यक्रमको अध्यक्षता ग्रहण गरिदिनुहुन माया श्री महालक्ष्मी सिकाइ केन्द्रको अध्यक्ष, हरेक क्षेत्रमा अगाडि बढ्ने हामी महिला दिदीबहिनीहरूलाई हरेक क्षेत्रमा अगाडि बढ्नुपर्छ है भनेर प्रोत्साहन गर्ने माया थापालाई आजको यस कार्यक्रमको अध्यक्षताको आसन ग्रहण गरिदिनुहुन सत्यवती गाउँपालिका वडा नम्बर 1 का हाम्रा आकर्षक, हाम्रा केन्द्रबिन्दु, जवान व्यक्तित्व, सबैको मन जितेर यस वडामा सदस्य हुन सफल हुनुभएको आदरणीय व्यक्तित्व हाम्रो अर्जुन कनौजेलाई आजको यस कार्यक्रमको प्रमुख अतिथिताको आसन ग्रहण गरिदिनुहुन आसन ग्रहण सँगसँगै उहाँलाई टीका र माला लगाएर सम्मान गरिदिनुहुन पर्यटक नाम हो। हामी युवाहरूको ढुकढुकी समग्र यो सत्यवतीले मात्रै नभएर धेरै जसो ठाउँले चिनेको नाम हो अर्जुन कनौजे। उहाँलाई पनि मनाइदिनु सम्मान। यसरी उद्घोषण तथा सिप विकासलाई यो अगाडि ल्याउनुपर्छ। यो पछाडि परेका वर्गलाई महिलाहरू त भनौँ न पछाडि पर्नु भएको छ भन्दै यसरी यो व्यक्तित्व विकासको कार्यक्रम ल्याउन एकदमै पहल गर्नुहुने आयोजन टिम महालक्ष्मी सिकाइ केन्द्रलाई धेरै धेरै धन्यवाद। यस्तै गरेर यो म भन्छु सिकाइ कहिल्यै पनि पुरा हुँदैन। प्रिय आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरू, हामी जन्मन्छौँ, जन्मिसकेपछि हामी नमर्दासम्म कुनै न कुनैकोबाट हामीले सिकेका हुन्छौँ। म पनि अब आफैमा शिक्षक हो, आफैमा विद्यार्थी पनि हो। म डिग्री लेभलको विद्यार्थी पनि आफैमा म नाच्न पनि सक्छु, गाउन पनि सक्छु। अझै भनौँ ममा अझै उत्सुक छ कि सकभर सबै सिप व्यक्तित्व विकास गरौँ न। मैले पनि यो आधारभूत पत्रकारिता तालिम चाहिँ दुई तिनचोटि ल्याइसकेका छु। एफएममा पनि बोलेको छु, म टिभीमा बोल्ने, यो कार्यक्रम कसरी सञ्चालन गर्ने भनेर मैले पनि तालिम लिएर आएको थिएँ। यो तालिम भनेको सिकाइ भनेको कहिल्यै पुरा हुँदैन। त्यसैले म गर्छु, म बन्छु भनेर सिप सिक्न र आफ्नो व्यक्तित्व विकासको लागि कुनै तालिमहरू आउँदा चाहिँ नहिचकिचाइकन म गर्छु भनेर दिदीबहिनीहरू अब अगाडि बढ्नुहुनेछ। हामीले यस्तो हाम्रो वडा कार्यालय, हाम्रो वडा चाहिँ एकदमै हामीले गर्न पर्छ भनेपछि हाम्रो समूहको यस्तो माग्छ भनेपछि जसरी पनि सम्बोधन गर्नुहुन्छ। हामीले उदाहरणीय वडा जस्तो पाएका छौँ। हामीले 5 दिनमा त यति धेरै कुरा सिक्यौँ भने अझै 6 दिनमा हामीले के सिक्छौँ भन्ने कुरा त हामी आफैले मनन गरेका छौँ। मैले यहाँबाट नै वडाध्यक्षलाई हार्दिक अनुरोध गर्दछु कि हामीलाई यस्ता तालिमहरू 5 दिनको लागि मात्र होइन, अब 20-25 दिनको लागि पनि दिनुपर्छ भन्ने मलाई लाग्छ। आशा छ यो कुरा उहाँले मनन गर्नुहुनेछ, यस्ता तालिम दिनुहुनेछ भन्ने आशा राखेको छु। समयको मध्यनजर गर्दै आयोजक श्री महालक्ष्मी समुदाय शिक्षा केन्द्रलाई हार्दिक धन्यवाद दिँदै यहाँबाट म पनि बिदा हुन्छु। धन्यवाद। साथीहरू, हामी चाहिँ तालिम सिकेर खाजा खाने टाइम भएको छ। हामी चाहिँ यहाँ खाजा खान हिँडिरहेका छौँ भाइरती दिदीको होटेलतिर।
चलेकै यही छ आजको व्रत लिनुहुने दिदीबहिनीहरूलाई यहाँ फलफुल रहेछ आज नास्ता। हाम्रो नास्ता बनाउने दिदी भाइरती दिदीलाई दर्शन नमस्ते। हेलो ल हेर्नु हाम्रो लागि यहाँ नास्ता बन्दैछ। यता खाना रेडी। हाम्रो प्रशिक्षक सर नारायण भण्डारी सर हामीलाई तालिम सिकाउन आउनुभएको। उहाँ चाहिँ वडा अध्यक्ष सरहरू हुनुहुन्छ। यहाँ वाद्यवादन सिक्दै आउनुभएका सम्पूर्ण दिदीबहिनीहरूले पनि यहाँ आउनुभएको छ। हाम्रो बहिनी हाम्रो प्रशिक्षकज्यू वाद्यवादकज्यू र म सँगसँगै यहाँ उपस्थित हुनुभएका मेरा दिदीबहिनीहरू सम्पूर्णमा मेरो तर्फबाट नमस्कार। आज हामी 5 दिने उद्घोषण तथा श्री विकास तालिमको समापन समारोहमा उपस्थित भएका छौँ। यहाँ उपस्थित हुने सम्पूर्णमा मेरो तर्फबाट हार्दिक स्वागत गर्दछु। यस 5 दिने उद्घोषण तथा श्री विकास तालिमका आयोजक श्री महालक्ष्मी सिकाइ केन्द्र सत्यपीठ अस्लेवालाई धन्यवाद दिन चाहन्छु मेरो व्यक्तिगत तर्फबाट र यहाँ सिंहको दिदीबहिनीको तर्फबाट र यसै वडालाई पनि म धन्यवाद दिन चाहन्छु र सत्यपीठ गाउँपालिका यहाँ उपस्थित नभए पनि म उहाँहरूलाई पनि मनमैदेखि धन्यवाद दिन चाहन्छु र हामीलाई सर्वप्रथम यहाँ ल्याउनु हुने हाम्रा वडाका अर्जुन कमलज्यूलाई हामीलाई पहिले हामी यस्तो अवसरमा हामी थिएनौँ किनकि हामी यसै नयाँ बस्तीमा आएपछि हामीलाई यो सिपमा यो कार्यक्रममा सहभागी हुनुपर्छ भन्ने हामीलाई उत्प्रेरणा दिनुहुने हाम्रा अर्जुन कमलज्यू र हामीलाई यसै सम्पूर्ण कार्यक्रममा सहभागी गराउनु हुने यसै वडाका सम्पूर्ण सिंहको टिम र हामीलाई यहाँसम्म ल्याउनु हुने हाम्रा वडाका अर्जुन कमलज्यू र महालक्ष्मी समुदाय सिकाइ केन्द्र सत्यपीठका गोमा थापा छेत्री